अनि आराधना गर्दा गर्दै गर्दा गर्दै पुलिसहरू आइपुग्यो। अनि त्यो पुलिस चाहिँ त्यो डिस्ट्रिक्टकै त्यो जिल्लाकै सबैभन्दा हेड रहेछ, अफिसर रहेछ। अनि हामीलाई त्यहाँनिर सेवाकाई गर्न नदिने भनिकन उनीहरूले कराउन थाल्यो, उनीहरूले हप्काउन थाल्यो। तर हामी गइकन उनीहरूलाई रिक्वेस्ट गऱ्यौँ, हामीलाई एकछिन समय दिनुहोस्, हामी सकेर जान्छौँ। हुँदैन 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 भन्दै थियो। तर पनि हामी त्यो ठाउँमा उहाँहरूलाई रिक्वेस्ट गरिकन प्रार्थना गर्न थाल्यौँ। अनि जसै प्रार्थना गर्दै थियौँ उनीहरूले हेरिरहेको थियो गाडीमा बसेर। अनि उता चाहिँ पुलिस भनेपछि चाहिँ दुबईमा चाहिँ यति साह्रो पावर हुन्छ कि अब पुलिसको एउटा गाडीको साइलेन्सर बज्यो हुन्छ नि, त्यत्रो हजारौँ लाखौँ कुद्ने गाडीहरू पनि साइड लाग्नु थालिहाल्छ, यति साह्रो पावरफुल छ। अनि पुलिसहरूले जब त्यो कुरा भन्यो, तर हामी निर्धक्क भइकन त्यो ठाउँमा आराधना गर्नु सकेको थिएन। हामीभित्र डर पनि थियो, तर हामी प्रार्थना गर्नु छोडेनौँ। हामीलाई परमेश्वरले दिनुभएको कार्यलाई सिद्ध्यायौँ। अनि सिद्ध्याइकन जब हामीले त्यहाँ खाजा पानी गर्न थाल्यौँ, पुलिस अचानक आइकन सोध्न थाले एकजना दिदीलाई कि तिमीले गरेको प्रार्थनामा त करेन्ट आउँछ अरे। अनि हाम्रो दिदी पनि इङ्ग्लिस पनि त्यस्तो राम्रो त नजाने, आउँछ आउँछ करेन्ट आउँछ, हाम्रो यहाँ ब्रदरहरूले प्रार्थना गर्दैन है करेन्ट आउँछ। अनि खास चाहिँ उहाँको जीवनमा के घटना घटेको रहेछ भन्दा चाहिँ उहाँको यो पछाडिको चाहिँ कम्बर दुखेको, ढाड दुखेको चाहिँ थुप्रो भएको रहेछ। अनि उताको पुलिसहरू भनेको चाहिँ अब उनीहरूको सम्पत्तिको हिसाबमा त करोडौँ अरबौँ कमाउने मान्छेहरू, उसले ट्रिटमेन्ट पनि थुप्रो गरेको होला, तर निको हुनु सकेन, ऊ सुत्नु नसक्ने मान्छे। त्यहाँबाट दिदीले हामीलाई बोलाउनु, ल प्रार्थना गरिदिनु अरे। त्यहाँबाट हाम्रो पालो उहाँलाई छुइकन प्रार्थना गऱ्यौँ। ब्रदर सुसनी हुनुहुन्छ, उहाँले त झन् अल्गो हुन्छ, उताको मान्छे छ, टाउकोमा हात राखिवरी प्रार्थना गर्न थाल्यौँ है। यतापट्टि गन थियो कम्मरमा, गनको पछाडि ढाडमा राखेर हामी प्रार्थना गर्न थाल्यौँ है। त्यहाँनिर यति साह्रो उहाँलाई घेरेर प्रार्थना गर्न थाल्यौँ, चङ्गालाई बोल्न थाल्यौँ। अनि ब्रदरले भन्नुभयो एकचोटि चेक गर्नुहोस्। अनि चेक गर्न थाल्यो, ऊ छक्कै पर्यो, अरे चङ्गाइ भयो, निको भयो। त्यो पुलिसले के भन्यो भने नि, जुन पुलिसले हामीलाई खेदाउन आएको थियो त्यो पुलिसले भन्यो, तिमीहरूको प्रार्थनाले साँच्चै नै काम गर्दो रहेछ, तिमीहरूको प्रार्थनामा साँच्चै करेन्ट रहेछ। अब तिमीहरू यहाँ चाहिँ होइन कि, यहाँबाट 100 मिटर जस्तो अलिकति परतिरपट्टि त्यहाँ खुल्ला जग्गा थियो, अब त्यहाँ प्रार्थना गर्नु, तिमीहरूले आराधना गर्नु। यदि कसैले डिस्टर्ब गर्यो भने चाहिँ मलाई भन्नु, म अफिसर आदिल हो, मेरो नम्बर लिनु भनेर ब्रदरलाई नम्बर पनि दिनुभयो। अनि अहिले हामी के गर्छौँ भने नि, त्यो ठाउँमा आराधना गर्दै गर्दा पुलिसको गाडी आउँछ, हर्न बजाउँछ, हात यसो उठाउँछ, जान्छ। सुन्नुहोस् है, इलिगल हो त्यो ठाउँमा, तर हामी परमेश्वरको राज्यको कार्य गर्न पछि हटेनौँ। तर जब पनि हामी त्यो ठाउँमा आराधना गर्न सुरु गऱ्यौँ नि, खराबै नियत बोकेर आएको थियो होला, साउलको सैन्य दल जस्तै, तर उनीहरू त्यो भित्र पस्दै गर्दा नि परमेश्वरको सामर्थ्यको कुरा देखा परेको छ। आज म यो विश्वास गर्छु, यदि कोही बिमारी हुनुहुन्छ भने तपाईँ जसै परमेश्वरको उपस्थितिभित्र आज पस्नुभयो नि, तपाईँको भाग हो यो चङ्गाइ चाहिँ। थुप्रो घटनाहरू छ, हामी त यो कुराहरूमा लागिरहेको छौँ कष्टको साथ। त्यही भएर नि हामी आजभोलि त डराउँदैनौँ, जस्तो सुकै कष्ट आओस् हामी त उभिन्छौँ नि भन्छौँ, यो चाहिँ हाम्रो लागि महिमा देखिने ठाउँ हो। जब नि हाम्रो जीवनमा खेद आउँछ, पुलिसको गाडी आयो अर्को ठाउँ झन् सोनापुर भन्ने ठाउँमा त ब्रदरले मजाको भन्नुहुन्छ त्यो कुरालाई, किन हामी त्यो कुरामा फेस गरिरहेको छौँ। पुलिसको गाडीले घेर्यो, लाइट आँखामा बालेकै हामी प्रार्थना गर्दै थियौँ अन्य भाषामा, सखा बाराबा रिबा तालाबा सेक्रेबे। अनि त्यही कुरो भन्यो, वरिपरिकोलाई घुँडा टेकेको छौँ, शिर झुकाएको छौँ, कसैले पनि नहेर्नु पुलिस आए तापनि। अनि हामी कन्टिन्यू अन्य भाषामा बोल्न थाल्यौँ। उताबाट पुलिसको गाडीले लाइट बालेकै आँखामा है, पुलिस पुलिस भन्दै गनमा हात पक्रिँदै है, उनीहरूले फायरै गर्ला जस्तो एक्ट गर्नु थालिसक्यो। तर हामीले यही कुरो भन्यौँ, यही त हो मौका, यही त हो मौका। पावरहरूलाई त्यतिकै ठिङ्गुरोले बाँधेको थिएन, यही त हो मौका। अनि त्यतिखेर नि पवित्र आत्माले हामीलाई सम्झाउँदै हुनुहुन्थ्यो, अपोस्टलहरू पनि यस्तै हुँदै थियो। हामी त्यो ठाउँमा घुँडा टेक्दै प्रार्थना गऱ्यौँ। अनि ब्रदर र सुसन ब्रदर र अर्को ब्रदर जानुभयो, पुलिससँग बात मार्नुभयो। अनि उनीहरू थुप्रो बातचित भयो। अनि अन्तिममा के कुरा भन्यो भने नि पुलिसले, यस्तो प्रार्थना गर्ने व्यक्तिहरू त मैले कहिले पनि देखेको थिइनँ। त्यो कम्प्लेन गर्ने चाहिँ लोकल थियो, अनि लोकल र पुलिस मिलेर हामीलाई फेरि त्यो जग्गा छोडेर अलिक परतिर जग्गा दियो। अनि आज हामी ढुक्क प्रार्थना गर्दैछौँ, उनीहरूले नै जग्गा दिइसकेको छ त्यहाँनिर। अनि म किन यो कुरा भन्दैछु भन्दा नि, भयङ्कर भन्नु खोजेको होइन, तर जुन मुभभित्र नि परमेश्वरले अब चर्चलाई लाँदै हुनुहुन्छ नि, सुरु भइसक्यो। मैले भन्नु खोजेको चाहिँ यो हो कि आज तपाईँ चाहिँ रोगको कथा बोकेर मात्रै होइन नि, अब तपाईँ जब पनि यस्तो उपस्थितिमा हामी पस्न थाल्छौँ, जब नि मान्छे त्यो कुराहरूमा जोडिकन आउन थाल्छ नि, उनीहरूको जीवनमा आश्चर्य कर्मलाई देख्ने समयभित्र पसिसक्यौँ। थुप्रो घटनाहरू छ। यहीँ भाइ आमोस हुनुहुन्छ, उहाँहरूले बोलाउनु भएको थियो।
अनि दुबईबाट एकजना भाइले मलाई मेसेज गर्नुभयो, मेरो आमा एकदमै बिरामी हुनुहुन्छ, प्रार्थना गरिदिनुहोस् ल भन्नुभयो। अनि हुन्छ भने अब कता हो कता भिडभाडमा, तर आउनु भएको रहेछ। तर प्रभुको आत्माले भन्नुभयो, प्रभुलाई विश्वास नगर्ने एउटा आमा हुनुहुन्छ जो चाहिँ प्यारालाइसिस हुनुहुन्छ। प्रभुले भन्दै हुनुहुन्छ तपाईँ हिँड्न सक्छ, आउनुहोस्। अनि उहाँ आउनु भएछन्, ब्रदर सुसनले प्रार्थना गरिदिनु भयो, हिँड्न थाल्नुभयो। त्यो आन्टी हिँड्न थाल्नुभयो। अनि मैले त याद पनि गरेको थिइनँ। जस्तै पहिलो सेसन सक्यो नि, हामी एकछिन पानी पिउँदै थियौँ, उहाँ आन्टीले खोज्दै 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 भाइलाई रिक्वेस्ट गरेर भेट्न आउनु भएछ। अनि यसो हेरेको आन्टीको त तक्का रातो सिन्दुर, अनि यहाँनिर चाहिँ सल हुन्छ, छोरी मान्छेको कुर्ताको सल, उहाँको सलमा चाहिँ राधे राधे श्याम केसरी खै के लेखेर रहेछ, कठोर। अब तर उहाँले मलाई के कुरा भन्नु भएन नि, मेरो लागि अझै प्रार्थना गरिदिनुहोस्, म येशू ख्रीष्टलाई विश्वास गर्न चाहन्छु। अनि मैले उहाँलाई त्यही कुरा भने, थोरै सुसमाचारको बिउ हालिदिएँ। अनि सबैजना सेवामा हुनुहुन्थ्यो, म र त्यो आन्टी थियौँ। अनि मैले उहाँलाई ग्रहण गराएँ। उहाँको सो इच्छामा उहाँले नै भन्नुभयो मलाई विश्वास गराउनुहोस्। कन्ट्याक्ट गर्दैछ भाइ, गर्नुहोस्, फलोअप गर्नुहोस् ल। अनि उहाँ त्यहाँबाट जाँदै गर्दाखेरि चाहिँ नि सिटी भन्छ उता अटो अहिले प्रशस्तै छ नेपालमा, अनि अटोमा चढिकन चाहिँ उहाँ घर जानुभयो। उहाँले मेरो नाम पनि सोध्नु भएन, उहाँले कहाँबाट आएको केही पनि सोध्नु भएन। तर उहाँलाई एउटै कुरासँग सरोकार थियो, येशूमा निको हुँदो रहेछ, मलाई पनि येशू चिनाइदियो। आज म के कुरालाई भन्दैछु भने नि चर्च, तपाईँ थुप्रो चर्चबाट हुनुहुन्छ होला, त्यो ऋतु सुरु भइसक्यो, संसारलाई खास चाहिएको चाहिँ नि येशू नै हो।